अनि त गाइज मेरो चाहिँ युट्युब च्यानलको नाम चाहिँ आसमा गुरुङ हो खास गरी चाहिँ। अनि मलाई घरमा बोलाउने नाम चाहिँ युनिला हो। अनि मैले चाहिँ अघि हाई नमस्ते म युनिला गुरुङ भनेर भनेको थिएँ, तर मेरो युट्युबको च्यानलको नाम चाहिँ आसमा गुरुङ छ। सबैजनाले आसमा गुरुङमा गएर सब्सक्राइब गरिदिनु होला। हेलो एभ्रिवान, सबैजनालाई नमस्ते छ्याजलो। म चाहिँ युनिला गुरुङ। अनि मेरो चाहिँ आजदेखिबाट म नयाँ जर्नी सुरु गर्न लागेको युट्युबको लागि चाहिँ होइन। सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि चाहिँ आज चाहिँ मैले दिनमा के गरेँ कसो गरेँ होइन, त्यो चाहिँ म भन्ने छु तपाईँहरूलाई। अनि आज चाहिँ फर्स्ट टाइम चाहिँ मैले भ्लग बनाउन लागेको कि, अनि एकदम नर्भस भन्छु, मलाई कसरी भ्लग बनाउन आउँदैन। अनि अब चाहिँ म ट्राई गर्छु, बिस्तारै बिस्तारै ट्राई गर्छु, हाल्दै जान्छु होइन, के गर्नेछु कसो गर्नेछु। म चाहिँ युजेन गुरुङको मम्मी हो। अनि युजेन गुरुङले के गर्छ कसो गर्छ म सबै तपाईँहरूलाई देखाउँछु अबदेखिबाट भ्लगमा। मेरो भ्लग राम्रोसँग हेरिदिनु होला, सबैले माया गरिदिनु होला। अब भ्लग बनाउन त्यति सजिलो त छैन, त्यही पनि म ट्राई गर्छु होइन भ्लग बनाउनको लागि। अनि मेरो कान्छी नन्दको पनि युट्युब च्यानल छ, उसको नाम चाहिँ सीता तमुस्यो छ। अनि बिचमा चाहिँ एउटा कोड थियो, मैले बिर्सेँ, त्यो चाहिँ मलाई आएन त्यो भन्न चाहिँ। अनि म त्यो तपाईँहरूलाई पनि भन्ने छु। अनि उसकोमा पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि साइडमा चाहिँ मेरो बहिनीले मलाई हेरिरहेछ कि, अनि मलाई एकदम अड फिल भइरहेछ, त्यही पनि मैले भिडियो बनाउनलाई त्यो कोसिस गर्दैछु। अब चाहिँ हेरौँ कस्तो कस्तो बन्छ मेरो भिडियो। अनि मेरो चाहिँ अब चाहिँ मेरो भिडियोहरू कस्तो जान्छ होइन। अनि मलाई थाहा छैन, मैले अब नयाँ हो, भर्खर बनाउनु सुरु लागेको। अब नयाँ अफर भनेर अब भिडियोमा त्यो गरेर भिडियो डिस्टर्ब गरिदिन्छ क्या। यस्तो भयो भने चाहिँ कपिराइट लाग्छ। सो प्लिज नबजाइदिनु होला कृपया मेरो भिडियोमा। आऊ हाई भन मेरो भिडियोमा प्लिज, आउन एकचोटि हाई गरिदेऊ न। मेरो बहिनी है, ऊ चाहिँ मेरो मिडल सिस्टर हो होइन। अन्त पछाडि म चाहिँ अहिले माइतमा छु, मेरो घर चाहिँ लमजुङ हो। अब म 1-2 दिनमा गाउँ जाँदैछु, लमजुङ जाँदैछु, त्यसको पनि म तपाईँहरूलाई भिडियो बनाएर हाल्ने नै छु। त्यो 3 वर्षसम्मको लागि चाहिँ मलाई साथ सपोर्ट माया गरिदिनु होला सबैजनाले। हेर्दै जाउँ। अब पहिलोचोटि चाहिँ बनाउन अलिकति गाह्रो हुन्छ, कसरी के गर्ने कसरी अपलोड गर्ने भन्ने कुरा चाहिँ मलाई त्यति राम्रोसँग थाहा छैन। थाहा नहुँदा पनि भिडियो बनाइरहेको छु। अब हेरौँ, युट्युबको मार्फतबाट पनि सिकिहालिन्छ होइन। अब तपाईँहरूले नै सपोर्ट गर्नुहुन्छ होला भन्ने आशमा बस्दै। अनि म चाहिँ कहिले चाहिँ मुकबाङ पनि भिडियो पनि बनाउने छु है। अनि मुकबाङ भिडियो बनाउने छु। अनि मेरो छोरासँग मैले चाहिँ दिनभरि के गर्छु कसो गर्छु, उसलाई के गर्छु भनेर पनि म सबै यही भ्लगमा नै हाल्नेछु। सबैजनाले माया गरिदिनु होला गाइज। हाई भन छोरा। ऊ चाहिँ मेरो छोरा युजेन गुरुङ हो। अन्त पछाडि उसले चाहिँ बल खेल्ने भनेर बल लिएर आएको छ। आमासँग बल खेल्ने हो छोरा, हो भन न। ए हाई गाइज भन न, आई लभ यु भन न, सलाम गाइजहरूलाई माया छ है भन्नु न, माया छ है भन न, माया छ है। उसले चाहिँ छ्यामालाई देखिसक्दैन है, उसले त कुर्छ छ्यामालाई। हेलो यही मङ्की छोरा हो मेरो युचेन गुरुङ। हजुरको नाम के हो छोरा? युचेन गुरुङ भन। गुनुन हो। ए मेरो छोराको नाम चाहिँ युजेन हो, तर उसले चाहिँ गुनुन भन्छ है गाइजहरू। कसले ल्याइदिनु भएको चक्लेट हो बाबु यो? कसले ल्याइदिनु भएको? बाबाले भन, ठुलो बाबाले भन। बाबाले? थ्याङ्क यू भनिदेऊ नि त, भनिदिनु न, थ्याङ्क यू भनिदिनु न। वाउ यम्मी गुड गर, हातले यम्मी
अनि यो चाहिँ नटी बोय हो होइन नटी बोय हो तिमी हेर त यस्तो के गरेको यो फेस के हो यस्तो फेस आमामामामामामामामा यहाँ हेर्नु गाइजहरू यस्तो चकचक गर्छ अहिले यस्तो सामानहरू फाल्छ नटी बोय हो तिमी नटी बोय हो होइन भन होइन भन छोरा सरी गर आमालाई सरी गर छिटो सरी 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 गर्नु न प्लिज सरी गर्नु न हो उसको काम चाहिँ यस्तै नै हो है गाइजहरू उसको काम चाहिँ यस्तो नै हो उसले चाहिँ यस्तै कामहरू गर्छ उसको दिनभरिको ड्युटी है यो चाहिँ हाम्रो घरको दुईटा क्युटी माछा छ यहाँ क्युटी माछा यो माछा चाहिँ 2 वर्ष भइसक्यो है हाम्रो चाहिँ 2 वर्ष भइसक्यो यो माछा भएको चाहिँ गाइज मलाई चाहिँ मेरो कान्छी नन्दले चाहिँ यही फोन किनिदिनु भएको हो है आइफोन 11 किनिदिनु भएको अस्ति हामी चाहिँ आमा छोरा आमालाई चुप्पा गर छोरा आमालाई चुप्पा गर के हेलो चकचके बादर हेलो युजन मङ्की चकचक हेलो हेलो गर छोरा हाई भन यो चाहिँ मेरो हामी बस्ने रुम है यो चाहिँ बस्ने रुम हो Mom.